हेलो नमस्ते के छ तपाईँहरूको हालखबर आएर हुनुहुन्छ धेरै पछि नयाँ भिडियोमा तपाईँलाई धेरै धेरै स्वागत छ। आज म लाचुक आइपुगेको छु। आज मेरो प्यारो छोरीको जन्मदिन परेकोमा हार्दिक मङ्गलमय शुभकामना प्लस उत्तर प्रगतिको कामना गर्न चाहन्छु छोरीलाई। त्यही क्रममा आज लाचुक आएर छोरीको बर्थडे मनाइदिने भनेर माथि आएको अघि नै आएर यता बस्यो भने यिनीहरूले के गर्न लाखन् धेरै भयो भिडियो हाल्न नपाएको। फुर्सद नै छैन, दोकानमा व्यापार नै छैन, फुर्सद नै छैन भने यस्तै हो। ठिकै छ, निरन्तरता दिने प्रयासमा छु म। यता आमाले चाहिँ गर्दै हुनुहुन्छ, ट्याक्कै निकाल्नु हुन्छ। कान्छी सालीको यस्तो तयारी हुँदैछ। सामान ल्याउँदैछन्, तयारी चलाउँदैछन्। यिनीहरूको यहाँ धम्बर दोष चल्दैछ। ल के रेडी भयो? यो पानी के को लागि बसालेको? करेन्ट खाजा करेन्ट ल्याएको गर्छ है यिनीहरूले। चिया सालीले बनाएर खुवाइसक्यो। त्यही त हो। अब कति बज्यो अहिले? 5। अब शारदा आउँदैछ, नानी दिदी दाइ आउँदै हुनुहुन्छ। आजको बर्थडे चाहिँ पहिलोचोटि लाचुकमा मनाउँदै छोरीको। भोलिसम्म इक्जाम छ छोरीको, त्यसपछि छोरी चाहिँ पोखरा जान्छु भनियो, त्यसलाई कुरेर लाने होला। यस्तै चल्दै तपाईँलाई आज एउटा छोरीको बर्थडेको एउटा भिडियो बनाऊँ भनेर। कस्तो हुन्छ प्लिज लाइक पनि गर्न नबिर्सिनु होला। तपाईँको आफ्नै प्यारो मान्छे नै परे म है। उसकाले भेजिटेबलहरू पहाल्दैछ। ओ रुकु गर्दै हो के हुन्छ नि? तिमी खास वास्तवमा रुक्नु नै त हो। के को लागि हो यो? यो चाहिँ चिकन रोस्ट अरे, त्यही भएर जाँगैमै पकाउनु पर्छ त्यस्तै छ। तिमी त हेड सेफ हो नि त। पान्छ थोरै कन्फ्लोर दुध अनि अमिलो तेल बिमाल करेन्ट पकाउँदै हो। खतरा हुने है, अन्डा सन्डा हालेर यसो मान्छे खतरा छ यो त, कान्छी हो। तिमी त गाईलाई पनि उठाइदियो भनेको माने बुढी के तयारी हो? रोस्ट। अरे रोस्ट आगोमा रोस्ट। बुढीले होस्ट। 40 जना साथीहरू आउँछन् अरे। 40 जना गाउँका सबैलाई बोलाखु मामु भने रेडी सही। हो त नि, उसले सिकाउँछ कि रोस्टको काम भएन अझै। लास्ट हो भयो। पाउँदा दिन नै आज हैरानै भएको थियो। अनि प्याजीले फेरि के हो? पापड हो। पापडको तयारी हुँदैछ। बिस्तारै तयारी हुँदैछ, पाक्नेको तयारी हुँदैछ। सुर्बीको साथीहरू नै आइसके। यहाँ शारदाले चाहिँ पुरा यहाँ बेलुन रहेछ फुक्नेवाला, ह्याप्पी बर्थडे लेखेको। यसलाई चाहिँ फुक्दैछौँ। हेर्नु चलाऊ है। ल यता व्यवस्थापन हुँदैछ। बराबर भन्छ।
यहाँ चाहिँ ट्याकको केक काट्ने ठाउँ आएको सुर्पीको साथीहरू एकदम टन्नै भइसकेका छन् अझै आउने क्रम छ टन्नै उहाँ बर्थडे गर्ल पनि के भन्नुभयो टन्नै खानु उयो नाचिरहनु बर्थडे गर्ल चाहिँ रेडी हुँदै हो राम्रो खिच्छ छोरी मन पऱ्यो राम्रो खिच ठिक छ गरिने अलि पछि बस्छ Thôi. Lomla खाइदियो हुन्छ थ्याङ्क यू हो ह्यापी बर्थडे पार्टी लगाइदिनु भयो ह्यापी बर्थडे नमस्ते अरुण भाइ त्यो उता केक समाधान लगाइदिनु के ल भाइ तिमीले टिक लगाइदिनु न चाप्ली आउँछ सुट सुटी त्यही हो रुक लाउ छिटो पह एकैछिन है यता आएँ म ल है आज पाकी मम्मीले ल
ल छोरीको बाउले टिका लाउँदै ल है ह्यापी बर्थडे छोरो धेरै धेरै पढ्नु दिनु पढाइ राम्रो आओस् मलाई यो कसै बरु ठुलो आएको पालो बुझ्नु पर्यो उता नफाल न मान्छे भतिर अलि दौड लाग्यो अलि दौड हो तपाईँको ठ्याक्कै भयो ओ हे ताली यो हो के कुरो ओ यसले दियो आशीर्वाद दियो कि दादाले भाइ पर्दैन पर्दैन अलि त है ओ ल पालै पालो हो यहाँ लाइनमै बसिरहन् त त्यही राखेर अहिले म लिन आउँछु ताली ल सानो मान्छेले नि ओ ल सानो मान्छेले नि ल ल ल ल उरे ल ए ल सबैलाई फेन्टा दिउ सानो केटाहरूले बा
सुर्पीको सम्पूर्ण साथीहरू आइसक्यो आएर एकदम रमाइलो पनि भइरहेछ बट केक पनि काटियो रमाइलो भयो खानी पनि कार्यक्रम देखिसक्नु भएको छ सुर्पीलाई टेन्सन छ र यताउतिर ह्याप्पी ह्याप्पी बर्थडे छोरो टोटल 19 जना भएछन् है साथीहरू दिदी पनि भएर सर्भिस गरिरहेछन् यता बसेर खाँदै हो कस्तो भयो त सुर्पी बर्थडे दामी भयो ल ठिक छ बहिनीको बर्थडेमा रमाइलो भयो तिमीलाई ल ठिक छ के छ आमाको हालखबर एकदम ठिक छ बाबा ल फाइनली सुर्पीको बर्थडे के भयो भ्याइयो रमाइलो भयो कतिजना साथी थिए तिमीले 17 जना बाहिरको त 17 जना साथी हो 17 जनाको 19 जना 17 जना हो 17 जना सुर्पीको साथी आथे 19 हो थाहा पनि छैन कतिजना को साथी आए थाहा टोटल 21 जना हो घरका साथीहरू त 25 जना जति भइएछ र रमाइलोको साथ सुर्पीको बर्थडे सँगै धेरै पढ्ने है अब ज्ञानी हुनुपर्छ है भन्दै यो भ्लग यहीँ क्लोज गर्न चाहन्छु कस्तो भयो रमाइलो गरियो है कस्तो लाग्यो हजुरलाई प्लिज प्रतिक्रिया दिनु होला कस्तो बाई बाई सुर्पी बाई बाई